ल हेर्नु मान्छे यस्तो हुन्छ। कता हो कता मान्छे लापत्ता बेपत्ता आए हत्तेरिका। हैसे खतरा खतरा त्यतै तन्नै। अब कतिवटा आम फाल्ने हो ल केटो आम फाल से तपाईँलाई म डेन्जर भैरवको दर्शन गराउँछु है त। मेरो देवघाटमा हुनुभएको भैरव कुन भैरव के भैरव हजुरहरू आफै चिन्नु होला। भयङ्कर भयङ्कर ओह सानो भैरव साक्षात् यहाँ हुनुहुन्छ। माथि चाहिँ डेन्जर रूप डेन्जर मान्छे तर्सिन्छ। ए भैरव शक्ति अलि शान्त भाउ न। कस्तो रौद्र हो डरै लाग्ने हेर्दै डर लाग्छ। तिमीलाई कसले पूजा गर्ने मान्छे ढलिहाल्छ नि यसरी त। हाम्रो भैरव काल भैरव हो कि बाघ भैरव हो कि कुन चाहिँ भैरव हो तिमी अष्टभैरव स्वरूपा मध्ये। ओ माई गड यहाँ त देख्दै डरै लाग्ने। अनि पूजा कसले गर्न सक्ने राम 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 हेरा दारा। मान्छेको साता गइहाल्छ नि त्यसै होइन भैरव देवता। जय हो भैरव शक्तिको। इ हाम्रो उहाँ साक्षात् भैरव यता हुनुहुन्छ। यो चाहिँ हाम्रो देवघाटमा रहेको भैरव मन्दिर जाने ठाउँ। त्यसपछि माथि छ माथि चाहिँ नागकुण्ड अनि त्यसपछि घाटहरू समथिङ के अब कस्तो भने गुरुङहरूको गुरुङ मगरहरू हुन्छन् उहाँहरू अब जो पनि जति पनि अब मर्दाखेरि चाहिँ गाड्ने चलन हुन्छ। उहाँहरूलाई चाहिँ उहाँहरूको आफ्नो रीतिरिवाज अनुसार चाहिँ यता फेरि छुट्टै ठाउँ छ त्यहाँ पनि। अब हाम्रो संस्कृति अनुसार हाम्रो संसार चाहिँ जलाइन्छ तर सबैको जलाइँदैन नि त। गुम्बाहरू सोहरू अनि सबैको आफ्नो कास्ट अनुसार यतातिर चाहिँ गुम्बा धेरै गुम्बा जस्तो एरिया मन्दिर पनि छ। नागकुण्डहरू उसहरू चाहिँ एकदम धेरै छ यतापट्टि नि हेर्न सक्नुहुन्छ। सिन चाहिँ बवाल छ कि जे भयो नि मस्त चिल ठाउँ छ। अनि यदि कसैलाई डेटिङ गर्न मन छ भगवानको ठाउँमा आएर मन छ भने पनि डेटिङको व्यवस्था पनि छ। डेटिङ बस्ने ठाउँ होइन कसले हेर्नुहुन्छ हेरेर आउनु होला। जसको जोडी छन् म जस्तो जोडी नहुने चाहिँ यसरी भौतारेर मन्दिर धाउने हो। जोडी हुने चाहिँ यतातिर पार्क छ है रमाइलो गर्न सक्नुहुन्छ। यो चाहिँ भयो गुम्बा हाम्रो बुद्ध हुनुहुन्छ तर अगाडिबाट जानुपर्छ टाढै छ त्यो त। तपाईँलाई मैले मन्दिर दर्शन गराएर यतातिर सबै हाम्रो के भन्छ अरे उसहरू छ बौद्धहरू मन्दिरहरू के छ यतातिर चाहिँ। अहिले भने यति म खास उतानिर आउनु लाग्यो उतापट्टिको देखाऊँ भनेर स्टार्ट भयो क्या उता मिल्छ त नारायणको भ्यू देखाउँ भनेको कालीगण्डकीको भ्यू। जय शम्भु प्रभु। मस्त भ्यू छ यतातिर चाहिँ।